हेलो गाइस, अहिले चाहिँ हामी निस्किन लाग्छौँ है। बेगनास तालतिर निस्किन लाग्यो अहिले चाहिँ। हाम्रो सुगान झोले चाहिँ पहाडी बाटो छ। बाइक चाहिँ दाइले चलाइरहन्। दाइलाई रोड थाहा छ नि, त्यही भएर दाइलाई चलाउनु दिएको हो। सजिलो हुन्छ नि त होइन, यताउति भनिरहेको छ त। हामी चाहिँ निस्केको यता तर आज बेगनास ताल अनि रुपा ताल चाहिँ घुम्न पर्ने हुन्छ हामी होइन। चट्ट लेफ्टतिर लाग्नुपर्ने हुन्छ। म त बाटै छैन क्या भन्छ बाटो त खत्तम छ त हौ। राम राम बाटो त बिस्तारै 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 पछाडि लाउँछ, बिस्तारै बिस्तारै। राम राम हन्डी त खुट्टा लतार्दै हिँड्दैन। कस्तो हिलो हो यो त। गयो गयो गयो। यहाँ त के साह्रो बाटो, त्यसलाई कहाँ जान हतार भएको थियो मुजा। ओहो अर्को हेर न के हो, पुरै बाटै ढाकेर आउँछ नि त यार। खाने बाटोमा चाहिँ यस्तो गर्छ गाडीले। ल बल्ल आयो अलिकति राम्रो बाटो फेरि। गाइस हामी चाहिँ आइपुग्यो त। धेरै टाढा त रहेछ नि, आधी घन्टा 8-9 किलोमिटर 10 मिनट। त्यही नजिकै रहेछ। भुरा माछा निकाल्ने अनि ठुलो माछा बनाएर अनि त्यहाँबाट बेच्ने त्यो ठाउँ हो। यतातिर त्यो माछा पालन निकालिनु हुन्छ त। गाइस हामी चाहिँ आइपुग्यो बेगनास ताल। बेगनास ताल ढुङ्गाको हालत खोइ माछा ए सानो सानो पुण्डे पो रहेछ। ए कत्रो सानो सानो माछा त। अहिले उतातिरबाट यस्तो हेर अनि बल्ल देख्छ। पोखरी त ठुलै खायो त माछा त यत्रो समात्न सक्छौ तिमी? कस्तो पानी कलर के यिनीहरू त माछा मार्दा कस्तो माछा मार्दै
अब उता साइडतिर जाऊँ न त है जाउँ ल सुजन जाउँ यतै पुग्छ घाउ हुन्छ हामी धेरै यता आइसक्यो उता यसो घुमाऊ अनि कहाँ रुपाताल जाने भने रुपाताल चाहिँ तिम्रो चाहिँ फेरि पर्यटकको लागि नि हो त्यहाँ चाहिँ मेन चाहिँ माछा पालन हो त्यो चाहिँ त्यहाँ चाहिँ गएर तिमीले यसरी खिच्नु यसरी रखाल लाग्छ त्यसलाई 5,000 देखि 10 वर्षसम्मको गरिरहन्छ भाइ हामी त केही नगर्ने यो बाहेक अब तिमी मैले देखाउने जुनसुकै ताल छ नि तर त्यहाँ गाइज हामी चाहिँ अब बेगनासताल घुमेर है अब उतै साइडतिर जान्छौँ एकछिन अनि त्यहाँ गएर फोटोसोटो खिच्छौँ होला अनि त्यहाँबाट रुपातालतिर राख्छौँ हामी चाहिँ बवाल माछा मार्दा थियो त्यहाँ ए दले ग्याङ कस्तो लाग्यो जहिले ग्याङ ए बोल न जाँठाहरू बबाल ए झले शान्त लिने हो नि कस्तो लाग्यो बेगनास दाल दामी लाग्यो ठुलो लाग्यो ठुलो लाग्यो रुपाताल भन्दा ठुलो होइन होला शान्त पनि हो मान्छेको क्राउड छैन यहाँ है आफूलाई जस्तो गर्यो त्यसरी गर्दै हिँड्न पाइने यहाँ त किड्न्याप हान्यो पनि थाहा हुँदैन कि आयो है सुनसान छ अझ उत्तान बनाएर मारेर यहाँ फाल्यो भने पनि थाहा हुँदैन गाइड जब हामी उतापट्टि जान्छौँ अनि भिडियो सिडियो खिचेर निस्किन्छौँ है यता यता चाहिँ सब माछा पालन छ है त्यो साइड यो यता चाहिँ बेगनास तालको यो सबै खतरा ठुलो रहेछ हौ बेगनास ताल पनि यहाँ चाहिँ बेगनास लेक भनेर लेखेको सो हामी चाहिँ यहाँ घुमिरहेको छौँ मस्तले अब यता फोटोसोटो खिच्न पर्ने हुन्छ होइन अनि त्यसपछि हामी रुपाताल जानुपर्ने हुन्छ यहाँ तिनजना ए दाइ के गर्नु लाग्यो यो पनि जान्ला होला होइन हामी पनि चल्यो नि तलसम्म माछा भेट्लास माछा भेट्लास है माछा ल मुख धोइदिने ल चट ए गर्मी भएर तर मात्र धुन्न यहाँ झन् पोल्छ पछि मुख धोइरहेको पानी छौ एकचोटि बेगनास ताल आएको हो भनेर पानी छौ ल भाइ झन् मुख धो झन्डै ल कस्तो जाइको रहेछ डुङ्गा ठोकिदिएर ढाकै गरे तल माछा यहाँ त जाडो महिनामा चाहिँ ठिक हुन्छ होला है यो गर्मीमा त हुँदैन रहेछ लास्ट हप्ता फेरि कहिले चिसो हावा आउँछ कहिले तातो हावा आउँछ के भएको यो के हुँदैछ पोखरामा तर बवाल छ बवाल गाज थाइल्यान्डको बोट चल्यो त गाइस थाइल्यान्डको बोट चल्यो है हाम्रो नेपालमा नेपाल सिप भन्ने देखिरहेछ के थाइल्यान्डबाट ल्याएर आएर नेपालमा राखेर नेपाल सिप बनाइदिए तर दामी देखिँदैछ है अनि यो राउन्डिङ हान्ने हनाउँछ होला नि त दामी देखिरहेको तर बोर्डमा नि उता बारी पुरा ल्याइहाल्ने सिधा लाने अनि पारी पुऱ्याएर फेरि फर्काउने उतरने में मेरा जो गांड फटा था
त्यो त केही मजा आउँदैन है सर यस्तो घुमाइदियो पो पुरै यहाँबाट यस्तो घुमाइदियो पो है अनि पो मजा आउँथ्यो कति लिन्छ कुनै पैसा चाहिँ त्यही भएर कस्तो सिधा ल यहाँबाट यस्तो सिधा गइदिएर तर रमाइलो त रमाइलो हुन्छ तर घुमाएर लानु पर्ने थियो क्या है घुमाएर लाएर चाहिँ मजा आउँथ्यो क्या है त्यहाँ लाने होला अनि यसो घुमाएर अनि लिएर त्यति त के गर्नु यहीँबाट देखिरहेको छ हामीले बेगनास त लगाए जब चाहिँ हामी यहाँबाट निस्किन्छौँ अब रुपातालतिर जान्छौँ है त हामी यहाँबाट लगाए जब चाहिँ हामी यहाँबाट निस्क्यौँ है बेगनास तालबाट त्यो हामी बस्ने यो चौथोबाट त धेरै टाढा रहन्छ नजिकै रहेछ चाँडै आइपुग्यो यदि नजिक छ भनेर त थाहा थिएन मलाई हामी टाढै आइपुग्यो एकछिन घुम्यौँ अब हामी रुपातालतिर जान्छौँ पानी सिमसिम आइदिएर क्या पानी सिमसिम पानी आयो गाइस ठुलो चाहिँ नहोस् त्यो बिजोग भन्ने बिजोग आज तालै ताल घुम्नु पर्छ तालै ताल घुम्नु पर्छ त्यसले त खतरा हेऱ्यो त आज त्यसले त खतरा हेऱ्यो त दाइलाई अघि यताबाट आएको अरू रुपाताल चाहिँ यताबाट जाने रे बेगनास ताल पनि ठुलै रहेछ है सेवा तालमा चाहिँ मलाई यत्रो धेरै ठुलो जस्तो चाहिँ कति के हुन्छ जस्तो लागिरहेको तर ठुलै रहेछ मलाई रुपाताल चाहिँ त्यहाँ तल रहेछ है यहाँ झाडीले राम्रो देखेन सबै गरेर आउँछु झाडीले राम्रो नदेखिरहेको ओह त्यही हो त रुपाल दाल यही हो रुपाताल यही हो रुपाताल रुपाल्यान्ड हो अनि यहाँ त ल्यान्डै छ त तालभन्दा बढी त त्यहाँ के हो त्यो गोलो बनाएको त उहाँ बिचमा गएर घुम्न जाने ठाउँ त्यो पहिला तिम्रो यहाँ चाहिँ के थियो भने त्यहाँ चाहिँ त्यो प्लटिङ गर्नको लागि चाहिँ बाटो बनाएको होइन त्यो बाटो गरेर खास त्यहाँ प्लटिङ गर्न लाग्यो यहाँ त्यहाँ एउटा रुख यस्तै रुख ठड्दै थियो रुखबाट पानी निस्कियो लाउन भनेर उहाँ पूजा गरेर देउता भनेर पछि त के भएको रहेछ भनेको त अब त्यो रुख बिरामी भएर अब त्यो मूलको पानी चाहिँ अब डाइरेक्ट जाने ठाउँ नपाएर त्यसले चाहिँ रुख माथिबाट निस्किएर रहेछ करोडौँ उठाइदिइराखेको त्यतिले त वैज्ञानिक आएर अनि रुखको बारेमा अलि राम्रो बुझ्ने मान्छेहरू हुन्छ नि त तिनीहरू आएर अनि यस्तो यस्तो भएको यो त खास यस्तो होइन यो भनेपछि त अनि ठ्याप्पै बन्द अनि त्यसपछि त नत्र त पूजाबाट हानिदिएको नत्र त्यसको त्यो रुखको लागि त कोर्सै खडा भइसकेको थियो नि त्यसको लागि छुट्टै अब मान्छे बसेरै व्यक्ति पैसा उठाएर ठ्याक्क राख्ने त्यसको कोर्सै भइसकेको थियो कि करोडै उठाइसकेको थियो नि त्यतिखेर पुल पनि रहेछ है त्यो त हामी तल त के तल जाने होला त्यो तल के कामै त्यही होइन ताल हो कि ल्यान्ड हो नै कन्फ्युज भयो दलदल त त्यो पानी अलिकति नै हल्ल्या छैन क्या अब
त्यो पानी त्यो यसो हेर्दाखेरि त्यो सर्र भएको त्यो हल्लेको हावाले न त त्यो यतिको त्यो जमेको पानी हो कि त्यो भएर ढिलो हुन्छ कि त्यो डल जस्तो ठिक छ गाइज हामी चाहिँ तल जान्न त्यही हो रुपाताल अब त्यहाँको कहानी त थाहा पाइहाल्नुभयो होइन सो अब कहाँ जान्छ हामी यहाँबाट अब यहाँबाट अब दुईवटा ताल देख्यो अब अर्को ताल देखाउँछु म कुन चाहिँ ताल तिम्रो उता तल्लो गौँडा के भन्ने के भने फोन गर फोन गरेर यही बेलामा यता गएर भेटेर अनि यसरी फर्किउँला कि कुन चाहिँ ताल जाने भन्दा अब खास्टे ताल जाने कि गुदे ताल जाने कि के ताल ताल के हो खास्टे गुदे राम राम पोखरामा त ताल हेरेरै जान्छ जस्तो है ठिक छ है ल अब दाइले के भने त्यही ताल घुम्न गइन्छ हामी चाहिँ सो त्योभन्दा पहिला चाहिँ यसको यहाँ खै कोदाई छ अरे यतातिर कता हो तल गाउँ हो के हो अनि त्यहाँ एकचोटि अब फोन उठायो भने भेटेर अनि हामी उता जान्छौँ हामी चाहिँ पौडी खेल्दैछौँ है चिलिङ हान्दैछौँ पोखरामा ल हालिदिउँ ल हेर है त लेख पहिला लेख्दै बिचराले ए यार तेरिका साइन पनि गरिदेऊ छैन ल मेरो भाइ खोइ ब्याग आइडी ल ल म हालिदिन्छु है तिमीहरूको एक जस्तै हाले छैन के आवाज एक जस्तै हाले होइन समाउँछ अहिले के गर्नु यता पो समाउँदैन त काठमाडौँमा त समाउँछ नि अहिले ल बाई बाई ए त्यहाँ जान्छु भन्नु पर्छ नि तपाईँ दा भनेर हामी चाहिँ त्यहाँबाट निस्किसकेको छौँ है हामी चाहिँ अब यस्तो खासमा यसको राईको घर हो नि त त्यो त्यही भएर एकछिन भेट्न गएको थियो त्यहाँ बस्यौँ त्यहाँ घर तलै खोला रहेछ क्या मजाको त्यहाँ खोलामा गाडी लगी खोजेर अन्त खाजा खाएर निस्कियो हामीले है देख्नु भइहाल्यो होला खोला पनि मजाको थियो पानीको खङ्लो थियो क्या त्यहाँ त खेलिहालौँ होइन गर्मी भइरहेको थियो खेलिहालौँ भनेर यस्तो खेलिहालेको त्यो रमाइलो भयो यहाँ चाहिँ बाटो पनि खतरा कष्ट भनेको एक बताइदिनु भयो यो बाटोमा पनि
चाहिँ अब के यो झाक्रे थाक्रे ताल भन्ने ठाउँमा आइपुगिसक्यो नामै थाहा भयो मलाई दाइले सोधेर भन्छु ल यहाँनिर दाइ यो के ताल रे यो खास्टे ताल खास्टे मैले त झात्रे तात्रे भन्ने खास्टे ताल रे गाइस यो चाहिँ ल खास्टे ताल त खस्केकै रहेछ त यो त माछा मार्ने ताल जस्तो छ यो चाहिँ मैले भने नि यो चाहिँ संरक्षण गरेको ताल हो कि अघि मैले तिमीलाई रूपा ताल देखाएँ नि हो त्यो रूपा ताल पनि संरक्षण गरेको ताल हो यो पनि त्यही हो यो चाहिँ अब भनौँ न सिद्धिन लागेको कन्डिसनसम्म आइपुगेको हो अनि फेरि हामी कता जाने हो र ल गाइस ताल त यतिको मात्रै छ है धेरै ठुलो छ होइन के उता उता गयो देख्यौ नि यहाँ देख्न पाउँछ कि माछा के देख्यौ माछा राम राम उता छिरेको होइन उता गयो यत्रो थियो तपाईँहरू त देख्न हिँड्न देखेन जाउँ हामी जाउँ ताल ताल यता यहाँसम्म रहेछ त्यो माथिसम्म त्यहाँ चाहिँ ऊ कालिज फार्म पनि रहेछ कुन हो रे कालिज फार्म रहेछ त्यहाँनिर चाहिँ है हामी चाहिँ अब एकछिन यसो चिलमा बस्छौँ लड्दा हामी चाहिँ खास्टे खोलाबाट निस्केको है के हो क्यामेरा नि आफै अफ हुन्छ र हामी चाहिँ अब हरे जान्छौँ 5:30 भइसक्यो है